ताबेल माङ्कल 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 पिरस पिटल तपाईँ उतै हो खै मान्छे कता हो कता 5 पल्ट फोन गर्छु ल बाटो भन्दा छोट बर्बाद हुन्छ मेन रोड निकाल्नै सकेन दादा 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 हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग होप तपाईँहरू सबैजना सन्चै आराम हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु अनि आज पनि धेरै दिनपछि चाहिँ नयाँ भिडियो लिएर आइसकेको छु होइन सो अनि आज भिडियो चाहिँ एकदम स्पेसलवाला छ है सो अनि मेरोमा चाहिँ अहिले ठ्याक्कै भन्नु पर्दाखेरि चाहिँ 160-65 राइड लागेको छ होइन उता बिर हस्पिटल जानुपर्ने अनि म चाहिँ उहाँलाई लिन जाँदैछु भिडियो चाहिँ के हुन्छ कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला अनि त्योभन्दा अगाडि मेरो च्यानल पहिलोचोटि प्लिज च्यानललाई सब्सक्राइब गरेर पनि गरिदिनु होला भन्दै अब चाहिँ हामी भिडियोतिर भेटौँ है त बिर हस्पिटल तपाईँ उतै हो खै मान्छे कता हो कता 5 पल्ट फोन गर्छु भर्खर म यहीँबाट गएको भर्खर म यहीँबाट गएको कता कता भन्दा म त्यहाँबाट आएको त्यहाँ बाटै देखिनँ अनि सानो बाटो यताबाट घुमाएर गयो यताबाट जान्छ फोन गरे नम्बर कसको तपाईँको अहिले फोन गरे नम्बर कसको तपाईँको ए ब्याकग्राउन्ड त खतरा राख्नु भएको छ त उहाँहरू पनि सँगै जाने हो कि ए कसलाई के भयो हस्पिटल जानु लाग्छ नि त कसलाई के भयो हस्पिटल जानु लाग्छ नि त ए तपाईँ दाइ उता बिरामी बा ए तपाईँहरू दिदीबहिनी हो आफ्नै दिदीबहिनी कि ए आफ्नै होइन अनि कसको त ए आइपुग्ला भन्नु नि भर त हिँड्दा कहाँ अनि उता दाइ चाहिँ कसको तपाईँको कि उता उहाँको ए यहाँतिर बाटो क्या पहिला पिच गरेको थियो होइन थाहा छैन ए यता भखरा हो पहिला कता बस्यो पहिला कता बस्यो म त तिर बस्छु के अरे पहिले त बालुवा खानी ए कता हो बालुवा खानी भने भ्लगर हो ए त्यही भएर त भिडियो बनाइरहने ब्लगर चाहिँ होइन हुन चाहिँ लाग्यो प्र्याक्टिस गरिरहेको यसो हुन्छ कि भनेर फ्यामिली सबै यतै बस्ने हो र तपाईँ फ्यामिली सबै यतै हो होइन यतै हो भने कहाँ हो र गाउँ कहाँ र उदयपुर टाढा रहेछ त है
माङ्कल भन्नु नि माङ्कल हजुर चाबेल माङ्कल चाबेल मागल माङ्कल माङ्कल माइकल लगाएको के बुझ्दैन मैले माङ्कल भने माइकल भन्छु आइ के सुनेको यता के पढ्दै हो हजुर पढ्दै हो यता छैन छैन सिधेर आएको अब ए। आएको छैन जब सब गरिरहेको कि छैन जब पनि गरेको त्यतिकै बसिरहेको ए खानी बस्ने मात्र हो हजुर खानी बस्ने मात्र हो घुम्ने अगाडि गयो घुम्ने हानी बस्ने त्यही हो जाम पर्छ कि के जाम पर्ला नि अब अफिस टाइम हुन लाग्यो हतार भयो र हजुर हतारै छ कोही छैन उता हस्पिटलमा हजुर हस्पिटलमा कोही छैन र कोही पनि हुनुहुन्न के बिरामी भयो र त्यो खोइ के बिरामी हो थाहै छैन बिरामी भयो भन्छ आँखामा धुलो बस्यो चस्मा लगाएर हिँड्नुपर्छ नि त उहाँको बच्चा हो क्या हजुर कति वर्ष हुनुभयो यत्रो मान्छे त यत्रो छ नि त हजुर मान्छे त यत्रै देख्छु त सानै बेला बिहे गरेछन् क्या हो हजुर सानै बेला बिहे गरेछन् क्या भने साढे सात होइन के गर्ने उमेर भइसक्यो क्या नबढाएको मात्र हो र त्यही त अनुहार हेर्दा त कस्तो होइन बच्चा बच्चा देख्छ कि अलिक सानो उमेरमै बिहे गरेको भन्नु पर्ला तपाईँले त गरे छैन नि हजुर तपाईँले त गरे छैन नि कहाँ भयो सानो उमेरमा बिहे गर्छ होइन मान्छे हेर्दा उस्तै उस्तै देख्छु अनि त्यही भएर हजुर मान्छे हेर्दा उस्तै उस्तै देख्छु त्यही भएर सोधेँ सानो उमेर भने कति वर्ष हुनुभयो म भर्खरै 16 ए उहाँ नि 16 वर्ष देख्छ अनि त्यही भएर सोधेँ मान्छे आएँ आएन भने फरक फर्केर हेरिरहन् कहाँ गयो होला भन्छ नि होला बाढी आएको छ यहाँ ल यतै हो ल हस्पिटल वीर हस्पिटल ल मेरो चाहिँ कति यो 168 को राइड थियो होइन यो राइडमा चाहिँ 170 पाएँ होइन यो राइड मेरो कम्प्लिट भइसकेको छ अहिले चाहिँ म यहाँ वीर हस्पिटलमा छु अब यहाँबाट कताको राइड लाग्छ थाहा छैन होइन एकछिन यता वेट गर्छु अनि त्यसपछि कताको लाग्छ अनि त्यसपछि अपडेट है त बिस्यो ए टेन वेलकम ल फाइनल गाइस मेरो चाहिँ कति यो चाहिँ 60 को राइड थियो होइन यो राइड मेरो कम्प्लिट भइसकेको छ अहिले चाहिँ म यता असन बजारभित्र छु होइन अनि असन बजारबाट चाहिँ मेरो अर्को नि एउटा राइड आइसकेको छ 140 को होइन यो कता मेटल चोक रे काठमाडौँ हुन्छ मेटल चोक जानुपर्ने कता अरे कुन साइड हो तर मान्छे चाहिँ कता हुनुहुन्छ त सानो मन्दिर अगाडि आउनु होला भनेको छ है ओके म चाहिँ 140 को राइड लागेको छ होइन यो राइड लिन जाँदैछु
सानो मन्दिर भन्नुहुन्छ है कता हो सानो मन्दिर खोज्दै जानु पर्यो यताबाट जाने होइन त्यता ल्याउनु के सौस बाइक भयो के हो कुकुर त कामिराख पुरै यताबाट उ त्यहाँबाट जानु भाइ त गइरह जानु छ बाटो नि बर्खा बेला जहाँ पनि बिगारेर सानो सानो बाटो छ ट्याक ट्याक गुगलले पत्ता लगाउन सक्दैन ल बाटो भन्दा थुक्क बर्बाद हुन्छ यहाँ मेन रोड निकाल्नै सकेन जडो 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 के आयो त बर्खा लागेपछि खालि जहाँ पनि बाटो बिगारेर अब हिँड सिधै जाउँ कहाँ पुग्छ हिँड बल्ल आयो यता दाहिने आयो भने